प्रोग्रामका संयोजक पनि हुनुहुन्छ। त्यस्तै गरी समाजसेवी राजनीतिज्ञ श्री दलबहादुर गुरुङज्यूलाई हामीले आजको यो कार्यक्रममा हाम्रो पार्टीमा प्रवेश गर्ने कार्यक्रम रहेको छ। उहाँलाई यो आजको कार्यक्रममा हाम्रो आजका प्रमुख अतिथि हाम्रो पार्टी नेकपा एमाले केन्द्रीय कमिटीका उपाध्यक्ष महिला नेत्री कमरेड विद्यादेवी भण्डारीलाई उहाँलाई खादा लगाएर कार्यक्रम अगाडि बढिरहेको छ। हामीले पार्टी प्रवेशको कार्यक्रम अगाडि बढाइरहेका छौँ। धम्पुस गाविसका पूर्व अध्यक्ष समाजसेवी राजनीतिज्ञ श्री दलबहादुर गुरुङज्यू हाम्रो पार्टीमा आजको मितिबाट प्रवेश गर्दै हुनुहुन्छ। नेकपा एमाले काशी जिल्ला नेकपा एमाले केन्द्रीय कमिटीका उपाध्यक्ष महिला नेत्री कमरेड विद्या भण्डारीले उहाँलाई खादा लगाएर अबिर लगाएर पार्टी प्रवेश गराउँदै हुनुहुन्छ। त्यस्तै गरी हाम्रो पार्टी नेकपा एमाले वैकल्पिक पोलिट ब्युरो सदस्य कमरेड खगराज अधिकारीज्यूले उहाँलाई अबिर लगाएर पार्टी प्रवेश गराउँदै हुनुहुन्छ। उहाँलाई हामी हार्दिक बधाई दिन चाहन्छौँ। आजको मितिबाट उहाँ नेकपा एमालेमा आबद्ध हुनुभएको छ। यो हाम्रो निम्ति अत्यन्तै गर्वको विषय पनि हो र हाम्रो विजय अब सुनिश्चित भइसकेको छ। हाम्रो विजयलाई कसैले पनि रोक्न सक्ने छैन। उहाँको प्रवेशले हामीले हाम्रो आँकडामा 5000 मत अन्तरको फरकले हाम्रो प्रत्याशी प्रत्यक्ष उम्मेदवार कमरेड सीता गिरी ओलीले जित्नुहुनेछ। हामीले 5 गते यही धम्पुस गाविसबाट विजय र्याली गर्दै जाने पनि यहाँलाई सूचना दिन चाहन्छु। लाली गुराँस युवा क्लबका संस्थापक अध्यक्ष सेन्चुरी पर्यटन व्यवसाय समिति काशीका सचिव तमय युला छोजा दि गुरुङ राष्ट्रिय परिषदका सदस्य समाजसेवी श्री पृथ्वीनारायण माविका शिक्षक श्री सज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु र समबहादुर गुरुङज्यूलाई अगाडि आइदिनुको निम्ति स्थानमा बसिदिनुको निम्ति अनुरोध गर्न चाहन्छु। सम्पूर्ण साथीहरूलाई यथास्थानमा बस्नुको निम्ति पनि म अनुरोध गर्न चाहन्छु। सम्पूर्ण साथीहरू बसिदिनु। सन्तोषी गुरुङ धम्पुस छ, सीता छेत्री धम्पुस। हामीले अहिलेको यसपटक उहाँले मात्र होइन काशी जिल्लामा 4वटै सिट एमाले ल्याउने मैले देखेको छु। यति हामीले धेरै समीक्षा गर्यौं, धेरै छलफल गर्यौं भनेर समबहादुर भाइले भन्यो। त्यसपछि हाम्रो धम्पुसका धेरै जसो दाजुभाइहरू जसले मलाई माया गर्ने दाजुभाइहरू कि 20औं वर्षसम्म यहाँको प्रतिनिधि गर्न मलाई जसले माया दियो ती दाजुभाइहरूले पनि हाम्रो यो बीचको बल विषयलाई अलि मन परेन। यो स्वतन्त्र बसाइलाई सबै पार्टीका व्यक्तिहरू झन्डा लिएर नारा लगाएर हिँड्ने हामी यसै बस्न सकेनौं भन्ने कुराहरू हिजो त्यो संविधान सभाले 2 वर्षमा निकास दिन नसक्दाखेरि पनि हामीले 1 वर्ष त्यसपछि 6 महिना 3 महिना यस्तै गरी 4 वर्षसम्म संविधान सभाको म्याद बढायौं। हामी राष्ट्रको ढिकुटीको बारेमा पनि हामीलाई असमयमा नै असफल गराएर संविधान सभाको हत्या गर्ने काम गर्यौं। आउनुहुन्छ हामीसँग सँगसँगै असल विचार बोकेर असल प्रतिनिधिको रूपमा काम गरिरहनु भएको थियो। दाइले पनि बताउनु भएको छ, धेरै कुरा भन्न पर्दैन। हाम्रो श्रम भाइले बताइसक्नु भएको छ। हामीले समीक्षा गर्यौं। अहिले हामी चुनाव
मेरो नेतृत्वमा सबैजना यहाँ कति भोट छ? 6 सूर्य 2टा भोट हाल नम्बर सबै हाम्रो हातमा भएको बेला के छाप म भन्छु ताल संरक्षण उसले चाहिँ एमाले केही चाहिँ वडाध्यक्ष उनीहरूकै पालामा माथिको आदेश भयो यहाँ हो उनीहरूको पालामा हामीलाई लक्ष्य भन्ने उनीहरूको एउटा छाप पर्यो लोकल मान्छे लोकल मान्छे त अड्याएकै हुन्छ होइन बस्नु अड्याएकै हुन्छ भन्नुभएको भोट हुँदाखेरि माघ 1 गते सभा छ त्यही नै कुरा राख्छ रविन्द्र अधिकारी सूर्य चिन्ह सबै चाहियो तपाईँ गाडीले जित्नुहुन्छ कि